नमस्कार साथीहरु, तपाईलाई स्वागत छ छोटो मिठो आइपिओ अपडेट्समा। साथीहरु, भोलि बिहानको 10 बजेदेखि फेरि नयाँ आइपिओ आइरहेको छ। आज त्यही कम्पनीको बारेमा सम्पूर्ण जानकारी गराउने छु यस भिडियोमा। सो साथीहरु, त्यसैगरी हाम्रो भोलि खुल्ने गरेको आइपिओ भनेको ओमेगा श्री फार्मास्युटिकल लिमिटेड रहेको छ र आज क्रेस्टो माइक्रो लाइफ इन्स्योरेन्सको जुन आइपिओ आएको थियो, आज लास्ट दिन रहेको छ। तपाईले यो आइपिओ भर्नु भएको छैन भने तपाईले 5 बजेसम्ममा चाहिँ भर्न सक्नुहुनेछ। यो आइपिओ तपाईले 10 किता हात पार्नु भयो भने तपाईले नाफामा चाहिँ अवश्य पनि जान सक्नुहुन्छ। भोलि यो कम्पनीले आइपिओ खुलाउने भएकाले कति किता चाहिँ आइपिओ निष्कासन गर्दैछ र कति किता हामीले एप्लाई गर्न सक्छौं र यो कम्पनीको कति जनाले आइपिओ चाहिँ हात पार्न सक्छौं र कति जनाले चाहिँ हात खाली हुनेछ, सम्पूर्ण जानकारी यस भिडियोमा गर्ने छौं। अब यो कम्पनीको मुख्य काम भनेको म्यानुफ्याक्चरिङ गर्ने र वस्तुलाई बिक्री वितरण गर्ने हो। साथीहरु, यो कम्पनीले कति किता आइपिओ निष्कासन गर्दैछ भन्दाखेरि यो कम्पनीको कुल चुक्ता पुँजी 60 करोड रुपैयाँ रहेको छ। 60 करोडको 30% हुनाले यो कुल प्राथमिकता शेयर निष्कासन गर्नेछ। 60 करोडको 30% हुनाले जम्मा रकम 18 करोडको बराबरको आइपिओ चाहिँ खुलाउने भएको छ। 18 करोड रकम बराबरको आइपिओ चाहिँ खुलाउने भएकाले तपाईहरुले चाहिँ यो शेयर किन्न चाहनुहुन्छ भने तपाईले अंकित मूल्य 100 रुपैयाँमा किन्न सक्नुहुनेछ। यो कम्पनीले जम्मा खुलाएको आइपिओ भनेको 18 लाख हो, जसमा 10% फरेन इन्फ्लोको लागि र 5% म्युचुअल फन्डको लागि छुटाएर पनि अस्ति नै बाडफाड गरिसकेको छ। अब भोलिदेखि चाहिँ जेनरल पब्लिकको लागि चाहिँ खुल्दैछ। जम्मा जेनरल पब्लिकको लागि खुलायो भनेको 14,76,000 चाहिँ जेनरल पब्लिकको लागि भोलिदेखि चाहिँ खुल्दै गएको छ। साथीहरु, तपाईले यो कम्पनीमा कति किता आवेदन दिन सक्नुहुन्छ भन्दाखेरि मिनिमम 10 किता र म्याक्सिमम 10,000 कितासम्म आइपिओ भर्न सक्नुहुनेछ। यो कम्पनीको आइपिओ 10 किता हात पार्न कति जनाले पाउँछ भन्दाखेरि जम्मा खुलाएको आइपिओ भनेको 14,47,000 हो। शेयर पर्नेलाई चाहिँ 10 किता चाहिँ दिनै पर्ने हुन्छ यो शेयर चाहिँ, अनि जम्मा भनेको 1,47,600 जनाले चाहिँ 10 किता चाहिँ हात पार्न सक्नुहुनेछ भने अरु सबैको हात चाहिँ खाली हुनेछ। सो यो कम्पनीको बारेमा सम्पूर्ण जानकारी चाहिँ बताइदिएको छु। तपाईले केही क्वेशन छ भने कमेन्ट चाहिँ गर्नु होला। भिडियो हेर्दैकोमा तपाईलाई धेरै धेरै धन्यवाद छ। यो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, जसकारण आइपिओ, आइएफपिओ, राइट शेयर सम्बन्धी सम्पूर्ण जानकारी चाहिँ छोटो मिठोमा पाउन सक्नुहुन्छ।